एउटा गाउँमा एक गरिब बुढी आमा बस्दथिन्। उनको एउटै छोरा थियो। त्यो छोरा नै उनको संसार थियो। एक दिन अचानक छोरा बिरामी पर्यो र केही दिनमै मृत्यु भयो। आमा छोराको शव अँगालेर गाउँभरि रहिरहिन्, कसैले मेरो छोरो बचाइदेऊ। त्यति नै बेला मानिसहरूले उनलाई गौतम बुद्धकोमा लैजान सुझाए। बुद्धले शान्त स्वरमा भने, म तिम्रो छोरा जीवित बनाउन सक्छु, तर पहिले त्यो घरबाट एक मुठी तोरी ल्याऊ जहाँ कसैको मृत्यु भएको छैन। आमा त्यही आशा बोकेर घर घर पुगिन्, तर हरेक घरमा कसै न कसैको मृत्यु भएको रहेछ। कसैले बाबु गुमाएका, त कसैले आमा, कसैले सन्तान। साँझ पर्दासम्म आमा खाली हात फर्किन्। उनको आँखामा आँसु थिए, तर मनमा पहिलो पटक सत्यको उज्यालो थियो। बुद्धले भने, जसको जन्म हुन्छ उसको मृत्यु निश्चित छ। दुःखबाट भाग्न होइन, सत्य बुझ्न सिक। त्यो दिनपछि आमा रोइनन्। उनले छोरालाई होइन, मोहलाई विदा गरिन्।